यो खोल्सातिरको भाग हो हाम्रो। यो खोल्सातिरको हो। खोल्सातिरको भाग एउटा कुलो छ यहाँबाट यसरी आएको कुलो छ। यो खोल्सातिरको भाग सबैहरू ढुङ्गाहरू ल्याएर यता खोल्सामा हालेको रहेछ। ढुङ्गासँगै यो अब ढुङ्गा सँगसँगै माटो। यो खोल्सा म माथि जाँदैछु। यो कुलो होला। कुलो जस्तो छ यो कुलो। खोल्साबाट कुलो ल्याएको देखिन्छ यसरी। पानीको लागि यो खोल्सा हो। ऊ त्यहाँ मान्छे हिँडेको त्यहाँनेरि ऊ छ पहिलेको सिमाना। गराहरू यस्तो बनाएको छ तर ढुङ्गा फ्यालेको रहन्छ क्या। ढुङ्गा चाहिँ लानेले नलगिदिएपछि चाहिँ यो कुलो छ। खोल्सातिरको हो यो पुरा। खोल्सा यहाँदेखि तलसम्मको यो लाइनको बाँस केही छैन। यहाँनेर यो कुलो पाउता पानी जाने यहाँबाट चाहिँ मिल्दो रहेछ। अनि ऊ त्यो हाम्रो प्रकाश दाइको घर जाने बाटो। यो जग्गा त हाम्रो त्यहाँसम्म पर्थ्यो होला त त्यो कुनासम्म। तर यहाँदेखि माथि चाहिँ उसले डोजर लगाएको छैन। यो के को बिरुवा टिकको कि के को उखाडेको होला। यो मजाले जरासुद्धा उखाडेर यो फेरि उम्रेछ। यो माथितिरको यो खोल्सा हामी ठ्याक्कै त्यो घरको सिधा यता आएको छौँ। त्यो खोल्साको भाग भयो। अनि यो गराहरू यस्तो छ। यो ढुङ्गा नलगाएर चाहिँ जताततै बारीमा पनि ढुङ्गा। यहाँ ढुङ्गा खनेकै छैन क्या ढुङ्गाहरू। यो ढुङ्गा भयो यस्ता ढुङ्गा। यो जुन साइडमा लागेको ढुङ्गा छ नि यो खन्दाखेरि योभन्दा ठुलो ढुङ्गा निक्लिन्छ कि जस्तो मलाई लागिरहेको छ सबै। अनि यो मासतिरै पहिले घर भएको बाथरुम भएको ठाउँ होला। यो पिलर चाहिँ हटाइदिएन छ। यो दुईटा पिलर हटाइदिएन छ। यो सिमाना त्यो गाडेको होला। त्यहाँदेखि त्यहाँसम्म भनेको होला। यहाँदेखि यस्तो गरेको रहेछ। म त बाङ्गो देख्छु। बाङ्गै छ कि बाङ्गो देखेको हो। यो बाटो
यो नयाँ बाटो यहाँबाट खुत्रुकै यहाँ नापेर आफू हुँदा जस्तो चाहिँ काम नहुँदो रहेछ। आफू हुँदाखेरि जस्तो हुन्छ। अब हेर्नु न, यत्रो ढुङ्गा छ, यो ढुङ्गा ननिकाली हुँदैन। अब यो यहाँनिर खनेर बिरुवा रोप्नको लागि पनि एउटा मान्छेले खनेर हुँदैन अरे, यहाँ जेसी पनि चाहिन्छ भन्ने कुरा बुझेँ। यस्तो गरेको छ। यहाँ हामी ठ्याक्कै घरबाट ठ्याक्कै माथिको उयसमा आएको छौँ। माथिको यो भनेको पहिलेको अमला समला रोपेको ठाउँ हो। ढुङ्गै धेरै छ क्या, ढुङ्गै धेरै छ, अत्याधिक ढुङ्गा। यो चाहिँ पहिले घर भएको, त्यहाँ घर भएको त्यो ठाउँ हो। हामी घरबाट ठ्याक्कै 1 2 3 चौथो गरामा छौँ। हामी फोर्थ गरामा छौँ। हालाकि बिजुलीको पोल आएको रहेछ, अस्ति ल्याउनु भएको अरे छ। मेन बाटो भनेको यो यताबाट यता जाने, त्यहाँबाट यो अर्कैको पर्छ होला। यहाँदेखि यस्तो छ। अब यता हामी जान्छौँ ऊ भएतिर, के अरे धारा भएतिर, पुरानो धारा भएतिर हामी जान्छौँ। पुरानो धारा भएतिरको जग्गा यस्तो छ। घर त्यहाँ छ, त्यहाँ हेरेपछि यो बाटो यो भयो, यो भएपछि जग्गा यहाँ भयो। साइडमै पर्खाल छ, पर्खाल छोएको छैन, गरा छ यस्तो। अनि साइडको तलको गराहरू यस्तो छ। हामी सिधै पहिलेको पूर्वपट्टिको सिमाना उहाँ धारा भएतिर जाँदैछौँ। यो के को नारियलको बोटको टुक्राहरू कटाउनु भएको रहेछ। यो लडिरहेछ। यो तलतिरको जग्गाहरू यस्तो छ। घर त्यहाँ छ, घरदेखि लोकेसन ठ्याक्कै यो कहाँ हो भन्नलाई ठ्याक्कै यो गरा त अलिक सानै जस्तो देखेँ मैले। यो यत्रो ढुङ्गाहरू यहाँ थुप्रेको छ, के गर्नु यो ढुङ्गा नलाएपछि? जग्गैमा ठाउँ घटेको छ। यो धारा हाम्रो धारा पानी छ होला। धारादेखि यता पर्खालको चाहिँ ढुङ्गा उसले लगेछ ट्र्याक्टरवालाले। अब यहाँबाट हेर्दाखेरि बुझिन्छ। यो धारा भयो, जग्गा भयो, अर्काको जग्गा भयो, यो बाटो उत्तरतिरको बाटो। यो पर्खाल लागेको ढुङ्गा चाहिँ मैले देखिनँ यहाँ। धेरै ढुङ्गा थियो जस्तो लाग्छ मलाई चाहिँ। यहाँ पर्खालमा त ठुलो पर्खाल थियो, मान्छेले नाग्नु पर्ने खालको पर्खाल थियो। बाँसहरू पनि लगिसकेको छ होला, एउटा छैन होला, बाँस पनि दिइसकेको होला। अब यहाँनिर यस्तो छ, विरक्त लाग्दो। यो ढुङ्गा ननिकालेपछि हेर्नु न, यहाँ ढुङ्गा छ, त्यहाँ छ, त्यहाँ छ, त्यहाँ छ, त्यहाँ छ, त्यहाँ छ, ऊ त्यहाँ छ, ऊ त्यहाँ छ। यो ढुङ्गा ननिकाल्दाखेरि चाहिँ गाह्रो हुनेछ है। अब यहाँ यस्तो छ, यो यस्तो ठुटो भएको छ। ऊ त्यो कोलाघारी त फेरि अर्कैको हो नि, कोलाघारीको सिमाना। ऊ धारा त्यहाँ छ, ऊ त्यो धारा कोलाघारीको सिमाना अर्कैको। ढुङ्गा यत्रो थुप्रेको रहेछ। यो ढुङ्गा नलगिदिएपछि कामै भएन। यहाँबाट तल आउँदा यस्तो पर्खाल लागेको थियो नि, यत्रो
कति फुट यत्रो यो मेरो कहाँसम्म पुग्छ हातको सिधा यो यस्तो पर्खालको चाहिँ ढुङ्गा लगो होला अरू ढुङ्गा लगेको छैन यो यत्रो ढुङ्गा थुप्रेको छ यहाँनिर तलतिर सीतामढीकोतिर भन्दा नि हाम्रैतिर हो हाम्रैतिर तपाईँहरूकैतिर यस्तो कुड्का कुड्की छ गराहरू यस्तै छ यो खन्न चाहिँ अब यस्तो ढुङ्गाहरू गरामा चाहिँ हैरानी हुनु यो ढुङ्गा निकाल्न चाहिँ ढुङ्गाले चाहिँ अलिकति प्रब्लम दिन्छ होला यस्तै छ